आजको कथा नेपालको एउटा यस्तो लोक किम्बदन्ती बारेमा हो जसलाई मानिसहरू राके भूत भन्छन्। मानिसहरू राके भूत दुई प्रकारका हुन्छन् भनी विश्वास गर्छन्। एउटा जुन आगोको गोला जस्तै देखिन्छ, यदि नजिकबाट ध्यान दिएर हेर्ने हो भने त्यस आगोभित्र एउटा खप्पर देखिन्छ। भनिन्छ यिनीहरूको आकार एउटा हात जत्रो हुन्छ। तर मानिसको मनमा डर जति जति बढ्दै जान्छ, यसको आकार पनि त्यति नै बढ्दै जान्छ र कसैले यिनीहरूलाई टाढाबाट हेरिरह्यो भने केही समयमै यिनीहरू धेरैजना जस्ता देखिन थाल्छन्। र अर्को प्रकारका राके भूतहरू भने तिनीहरूको सम्पूर्ण शरीर त हुन्छ, तर तिनीहरू आफ्ना हातहरूको सहाराले हिँड्ने गर्दछन् र तिनीहरूको टाउकोमा जहिले पनि आगो बलिरहेको हुन्छ। आजभन्दा केही वर्ष अगाडि पर्वत जिल्लाको एउटा गाउँमा एउटा कमल नामको केटा थियो। आमा, म खेत जाँदैछु। त्यो समयमा गाउँमा काम गर्नको लागि केही भेटिँदैन थियो। खेतीपातीको समयमा मात्रै काम मिल्थ्यो। त्यही भएर कमल कि त दिनभरि आफ्नो साथीहरूसँग हुन्थे या फेरि आफ्नो बुवा आमालाई खेतीपातीमा मदत गर्थे। कमल छोरा, जाऊ, अब हामीलाई घर जान पर्छ। आमा एकछिन पर्खिनुहोस् है, म अलिअलि घाँस अझै काट्नेछु। अब केही छिनपछि अँध्यारो हुन्छ। हामीलाई छिट्टै घर जान पर्छ छोरा। अँध्यारो भयो त के भयो त, म छु नि तपाईसँग, किन डराउनुहुन्छ? अगाडि जंगलको बाटो छ अनि राति त्यहाँ हिँड्न ठिक हुँदैन। जति घाँस काटेको छ त्यति नै बोकेर हिँड छोरा घर। ल ठिक छ आमा, यो सबै भेला पार्छु। अब जाऊ छोरा। अँध्यारो भइसकेपछि कमलकी आमाले आफ्ना बच्चाहरूलाई घर बाहिर जान दिदिनथिन्, किनकि त्यति बेला गाउँवालाहरू भन्थे कि अँध्यारो भइसकेपछि जंगलमा राके भूत निस्किन्छ भनेर।